माघ 1 गतेको हाम्रो गुरुङ परिवारको पिकनिक यता काका हुन्छ गाडी चाहिँ काट्नु थियो नि भन्नेको चाहिँ फुल हो अग्रजहरू भन्नेको देउता हजुर यता बिहानी पोखरको चिया हाम्रो भएन एकदम मजाले तयारी हुँदैछ खै के हो डाकोमा त के छ डोकोमा चाहिँ मकर संक्रान्तिको सेलिब्रेटी भाइ जुनसेन रोहन रिदम शेखर जीवनभरिको साथी माघे सङ्क्रान्तिको रोटी माघे सङ्क्रान्तिको रोटी आज माघे सङ्क्रान्ति मान्नु हामी यहीँ आएको यो रोटी खाँदै डल्ला पनि छ हाम्रो ग्रुपहरूको त यहाँ चल्दैछ कस्तो नाइ त तिमीले साथीले ल्याइदिएको ए साथीले ल्याइदिएको क्या के होइन यहाँ पनि छ यी मलाई यहाँ छ एक खाल ल्याउनु सारेको यहीँ बस्दै यहीँ खान्छ अब सेल रोटी देऊ न तपाईँ उता गएर उभिनु नि
मान्छे आते त चिया ओइ ओइ दिमा दिमा तिराख्न गए त खिचिराख्यो यति कन्टिन्यू यति गरेर के माथि तपाईँलाई हेर्दैछ तिम्रोमा कल्याण गर्छु अब बेलैमा कल्याण कति गर्छु बयान मुखले आठ गरेर खोइ तपाईँको आँटा कस्तो गर्नु रुकुमै गोटा रुकुमै गोटा रुकुमै गोटा रुकुमै गोटा राम्ररी हेर न छैन केहीमा खोटा नै खोलिदेऊ आएन लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढन आँखैमा पुगे मैले गीतको भागेन बाबा पो दामी मनको कुरा अझै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढन मैले गीतैको भागन रुकुमै गोटा
राम्रै हो मन पर्ने एउटा मन पर्ने एउटा हेर न छैन केहीमा खोटा घुमाउनु नि बेनिस्काले माघे सङ्क्रान्ति सबैजनालाई यस्तो छ हाम्रो चाहिँ हात काम्दैछ हेर काकाले बुझ्नुभयो क्या कुरो नि हो यसरी बुझ्नुभयो क्या कुरो अनि कुरो यसरी बुझ्ने हो नि त कुरो यसरी बुझ्ने हो नि त अन्त केही गरेको छैन काका लु कुरो बुझ्नु पर्यो काकाले अब काकाले कुरो बुझ्नु पर्यो कुरो बुझ्नु पर्यो अब म त अब नाच्छु म हो कुरो बुझ्नु पर्यो अब कुरो बुझ्नु पर्यो ए सुली फाट हाल लु हौ ठिक छ खेलाउँछ भाइ यो रमी आउँछ नि तँलाई अहिले हान्नुपर्छ तर अहिले त्यत्रो खेलाडी त नि कतिको माल भयो राजीव चिडी नै खेल्दै अब त हुन्थ्यो नि त ग्यास त ल्याउनु यहाँ छु चिडा खेल्दै अब नि इटा काटिहाल्थ्यो नि यता इटा म काट्थेँ पैसा त्यसले पनि गोजी निकाल्नु छुमा लाएर बाँच्न त बाउ कोटको गोजीमा हाल्यो ए काका पैसा ल्याउनु छिटो के ल्याएको हातको तास चाहिँ हो कि तपाईँको हातको तास होइन यो पुग्न निकालेको कोप्चाबाट पैसा आउँदैछ हाम्रो काकाले रङ ताने पनि इटा एउटा भइरहेको सानो ए काका तपाईँ फेरि ल्याङ्गो नगर्नु है सानो ल्याउनु त सानो छ तपाईँको ल त त्यो म नगर्नु यस्तो ए अहिले ढोटिन्छ त यो पैसा यहाँ लो सानो रकम गर्छ साले चुतिया अलिक सानो कति दिनुपर्ने भन्नु न फिर्ता फिर्ता गरिहाल्छ सानो ल्याउनु पैसा चाहिँ सानो नि ख्याक ख्याक कति फिर्ता हँ कति पैसा त कति 715 ए 25 होइन 725 13 15 भन्नु के खेल्यो त चार हानेको थियो अघि अघि चौका हानेको थियो हौ यो सर हाँ
मेनका ससुराले खान्छ अनि तिमीले मेनका दिदीको ससुराले खाँदो रहेछ भन्नुपर्छ उहाँले खाँदो रहेछ भन्दा चाहिँ के हुन्छ किन तपाईँलाई भन्दा के तपाईँले हुनुहुन्छ कसरी खायो जस्तै ठुलो अब भोटेलाई कसले काट्नु पर्छ के हो पानाको खेल भएको छ भने पनि भोटे उसको हान्ने मान्छेको पाना छैन भने भोटे हान्ने। चार पकाउनु बाले फरेर पैसा ल्याउनु गाइस हो तपाईँ त्यो नखेल्नु पर्ने थियो नि पैसा ल्याउनु यो चार पैसा दे रङ नगरे पैसा गोजीबाट हात लेखेर गोजीमा पैसा मैले छोराकेटी हालेको छु ननिकाल्ने हाम्रो छैन भन्नुमा यहाँ पाना रहेछ त पैसा पैसा दियो
नाच्दादेखि पनि दिइहाल्यो हेर त्यतातिर त्यो बिचरा त्यो मोटरमा आदिउ नै पऱ्यो है यता हेर्नु यो त के हो लागेको होला हौ आमा 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 होइन होला हौ शान्ति सागर छैन उसको पठाइहाल्नु काका कस्तो लागिरहेछ पिकनिकमा ए राम्रो न राम्रो छ अनि मजा आराम मजा काकालाई कस्तो कफीको गिलासमा के चाहदैछ बचियोस् कफी हो कि के हो त अलिक थाहा हाल्नु न कफी छैन बुढी हाम्रो हिरोलाई कस्तो लागिरहेछ हिरोले चाहिँ पोख छ नि त यहाँ दामी दामी मम्मीले चाहिँ के खाएको सुन्तला खाएको भइरहेको पिकनिक चाहिँ कस्तो भइरहेछ रमाइलो अरू कुनै पिकनिक आउनुहुन्छ तर गुरुङ फ्यामिली पिकनिक आउँछ होइन विकास अचार पकौडा आलुदम अब के भन्दैछु भाइ मासु निकालिदिनु अरे अब यहाँ चाहिँ मासु पकाउँदै हुन्छ मेनुका दिदी मासु अरे मेनुका दिदी खसीको उहाँ हो नि त उयो लिडर खसीको मासु ल्याउने लिडर सुन्तला बार्दै हुन्छ मम्मी नानीहरूलाई राखिदिनु ल अनि खसीको मासु अब दाइले एकदम दाइ फेरि एक सरको दुनियाँ अर्को त भएको छैन नि दाइ एक सरको दुनियाँ अर्को त भएको छैन नि हाम्रो दाइले मासु अब दामी बनाउनुहुन्छ अब सुन्तला कस्तो रहेछ कला दिदी दामी अब हामी यहाँ खसीको मासु निकाल्दैछौँ खसीको मासु चाहिँ यहाँ यस्तो छ नि खसीको मासु हामी हाल्दैछौँ ल दामी बनाउनु ल दामी बनाउनु न दाइ दामी खाइसक्नु भएको क्यामेराम्यान फोकस ए खतरा देखिरहेको सुनिल सेठी भन्दा नि ह्यान्डसम देखिरहेको सुन्तला छ भने अब एउटा ल्याउ है नानी
मनैले बोले त कसले पो सुन्छ र आफैले बुझ इशारा नजरे जुधे त भोतुकै हुन्छु म न्याउली बनेमा हितैको मायालाई राखे मनैमा हितैको मायालाई पहिलो भेटमै मन भयो भुतुक जब हेऱ्यो मलाई नै सुटुक्क अवसर लम्जुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर सानो घर त्यही डाँडामै काटुला सुख दुःख सँगसँगै साटौला अवसर लम्जुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर घाम जुन रहे जै आकाशमा बाँचुन्जेल बस्नु है यो सासमा अवसर लम्जुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर जसरी नि साथ दिन्छ छायाले बाँचेको छु तिम्रै यो मायाले हावा सर लम्जुङ्गे डाँडैमा अवसर कि जुनले झुल्की नै डराउने रूपै राम्रो अप्सरा हराउने गोर्खे खुकुरी हो कि जुनले झुल्की नै डराउने रूपै राम्रो अप्सरा हराउने गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिलो नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिलो नम्बरमा मन जित्यो मायाले पहिलो नम्बरमा
जस्ती मायाको मनोकामना के छ सुर तिमीलाई भाकोला मनमुने मायालाई मनोकामना मुटुमै राखौँला मनमुने मायालाई मनोकामना मुटुमै राखौँला आमा भइहाल्नु भयो कति राम्रो आइरहेछ है ल राम्रो आइरहेछ है पानी मिठो मुलको अरे जोडी रोज्नु फुलको हो पानी मिठो मुलको अरे जोडी रोज्नु फुलको माया कसो तु हो जस्तै अजम्बरी फुलको कञ्चनमाया तिमीलाई भाकोला मनमुने मायालाई मनोकामना मुटुमै राखौँला फुलपाती भाकेर मनोकामना आयो बन्दीपुर यो झिर्के मायाको मनोकामना के छ सुर तिमीलाई भाकोला मनमुने मायालाई मनोकामना मुटुमै राखौँला मनमुने मायालाई मनोकामना मुटुमै राखौँला घुमाउन मलाई ठमेल बजार देउसी चढाउँदै लगाइदेऊला चोखो पियाज लैजाऊ घुमाउन मलाई ठमेल बजार देउसी चढाउँदै लगाइदेऊला चोखो पियाज घुमाउन मलाई ठमेल बजार देउसी चढाउँदै लगाइदेऊला चोखो पियाज लगाइदेऊला चोखो पियाज साह्रै नै मिठो कुवाको पानी खैकेले उघाउने साह्रै नै मिठो कुवाको पानी खैकेले उघाउने तिर्खामा लाग्यो पसिना छुट्यो तन्केले बुझाउने तिर्खामा लाग्यो पसिना छुट्यो तन्केले बुझाउने मिनरलको पानी हजुरा औ रानी हजुरा
तिमीलाई बिलको अङ्गुरा बिलको अङ्गुरा लगाइदेऊला चोखुटी आइज न अलिक पछाडि नाप न ल अगाडि नआइज तिम्रोमा भएन गर्दै अब बेलैमा कल्याण कति गर्छु माया मुखले आट गरे राख्नलाई सुखले रुकुमै गोटा रुकुमै गोटा रुकुमै गोटा रुकुमै गोटा राम्ररी हेर्न छैन केमा खोटा राम्ररी हेर्न छैन केमा खोटा धन्यवाद एभ्रीवन लाइक एन्ड सब्स्क्राइब बाइ बाइ आमालाई पल्ला रे साइलोले पल्ला रे
ल सबै हात उठाउनु न गाई छ ह्याप्पी माघे सङ्क्रान्ति